साथीहरु आज म तपाईलाई विशेष सकेको छु। यहाँ एकजना उहाँ अङ्कल हुनुहुन्छ, उहाँले यो पुरै यो ड्रागन खेतीको बगैँचा रेखदेख गर्नु हुँदो रहेछ। विशेष गरी उहाँसँग सानो केही कुरा गर्न चाहन्छु। यो चाहिँ ड्रागन फ्रुट हाम्रो सुर्खेत पिपिरा चोक है। ए ल ल यो ठाउँको नाम के अरे? गाग्रेताल चोकमा। अनि यो खेती ड्रागनको कतिको तपाईहरुलाई सन्तोषजनक रहेको छ त? सन्तोष छ। जब फल्दाखेरि एकदम राम्रो देखिन्छ है। अहिले चाहिँ ड्रागन अहिले सकियो। हजुर अनि यहाँ त्योदेखि पिछला बढ्दै धेरै भयो। 22 कुइन्टल लाग्यो। 22 कुइन्टल लाग्यो है। यो चाहिँ यही बजारमा बिक्छ कि अन्य ठाउँ माग हुन्छ त? अन्य ठाउँमा माग हुन्छ। यही बजारवाला मार्केटवाला आउँछन्। अनि धनगढी पुग्छ, मजुरबागर पुग्छ, कोही काठमाडौँ पुग्छ। विशेष गरी तपाईँले यतिकै कुरा गर्दाखेरि तपाईँको नाम के हो अङ्कल? मेरो नरवीर विकास। नरवीर विकास। यहाँ काम गर्न लागेको कति भयो त हजुर? यो बिरुवा लगाएदेखि 5 वर्ष। 5 वर्ष भयो यो ड्रागन खेती? ल यो ड्रागन खेती 5 वर्ष। सन्तोषजनक हुनुहुन्छ र आफू र आफ्नो यो साहु मालिकलाई सन्तोष बनाउनु भएको छ। खुसी छ। कतिजना हुनुहुन्छ त कामदार? म एक्लै काम गर्ने स्टाफ। यहाँ मल हाल्दाखेरि अरू ड्याडीमा आउँछन्। ड्याडीमा आउने अनि हजुरले रेखदेख गर्ने जिम्मेवारी हजुरको छ? थाहै मालिक नभए पनि सबै जिम्मा हजुरको। माग भएको कुराहरू मैले यो एउटा ड्रागन देखाउनु न, उता जाम न। त्यो काँचो फल अब यो 2 हप्तामा तयार हुन्छ सर। यहाँ चाहिँ ड्रागन देख्न सक्नुहुन्छ। यो ड्रागन फलिसकेको छ। करिब 2 हप्तापछि खाना हुन्छ हैन? ल हजुरलाई धेरै धेरै धन्यवाद। अब अनि यो कति कट्ठा भनौँ न? यो 23 कट्ठा क्षेत्रफल। 23 कट्ठामा बनेको छ। 23 कट्ठा भनेपछि 1 बिघा 3 कट्ठा। 1 बिघा 3 कट्ठामा यति राम्रो ड्रागन फ्रुट बनाउनु भएको छ उहाँले। ल हेरौँ, उहाँलाई पनि धन्यवाद। उहाँको उत्पादन 1000 पोल। यो पोल चाहिँ 1000 पोलमा 4वटा बिरुवा। 4वटा बिरुवाको उत्पादन भइरहेको छ हैन? धेरै धेरै राम्रो धन्यवाद। तपाईहरुको अझै पनि यो चाहिँ कृषि दर्ता भएको हैन? यो फर्म भएको छ। अझ नेपाल सरकार कृषिबाट पाउनुपर्ने अनुदानहरू यताउता तपाईहरुको सहयोग सबै मिलेछ? सबै राम्रो छ हैन? ल हाम्रो अङ्कलबाट हाम्रो केही यो ड्रागन फ्रुटको बारेमा केही आज जानकारी लिएँ म। मेरो यो भ्लगलाई सबैले मन पराइदिनुहुन्छ होला साथीहरु। उहाँ अङ्कलले सबै जिम्मेवारी निभाउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। उहाँले उत्पादन गर्नुभएको छ र बजारीकरणलाई हामी उपभोक्ताहरूले निरन्तर दिनुपर्छ हैन? ल अङ्कललाई पनि धेरै धेरै धन्यवाद। गाग्रेताल चोक भन्नुभयो न? ल म पनि फेरि आउँछु। फेरि अर्को फलेको चोटि आउँछु। यो चाहिँ अहिले फलेर सकिन्छ। तपाईँले आजसम्म कम्तीमा 22 कुइन्टल है? 22 कुइन्टल। 22 कुइन्टलमा बर्ता गइसक्यो। 22 कुइन्टल भन्दा बढी बिक्री गर्नुभयो। ल धन्यवाद अङ्कल है। नमस्ते। हेर्न सक्नुहुन्छ साथीहरु, यहाँ चाहिँ गाग्रेताल चोकमा म आएर विशेष आज यो ड्रागन फ्रुट तपाईहरुको बीच देखाउँदैछु। ड्रागन फ्रुटको यो चाहिँ बगैँचा हो, देख्न सक्नुहुन्छ। यस्तो छ है यो चाहिँ। ल पुरै यो ड्रागन फ्रुट यसरी फलिरहेको छ। यो चाहिँ ड्रागन फ्रुट फुल फुलेको छ। ड्रागन फ्रुटको विशेष उत्पादन गर्ने यो अङ्कललाई धेरै धेरै धन्यवाद। यसमा हेरे जानुपर्छ है। ड्रागन फ्रुटको अहिले कम्तीमा नि 22 कुइन्टल भन्दा बढी ड्रागन फ्रुट बेचिसकेको कुरो गर्नुभयो अङ्कलले। यहाँ चाहिँ कुरिल्लो भन्ने पनि हुँदो रहेछ, उसको पनि उत्पादन गर्नुभएको छ 5 वर्षसम्म मात्रै। यो चाहिँ थोपा सिँचाइ यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ थोपा सिँचाइ यसरी गर्नुभएको रहेछ। उहाँको मेहनत आउनुहोस्। यस्तो छ यहाँ ड्रागन फ्रुट तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ सुर्खेतको गैरी टोल जाने चोकमा भएको यो ठुलो एउटा
बगैँचा हो यसमा यस्तो मेहनत भइरहेको छ ड्राइगनको विशेष गरी हेर्न सक्नुहुन्छ ठुलो छ है यो धेरै ठुलो छ यो चाहिँ नेपालको उत्पादनलाई हामीले मान्यता दिनुपर्छ यो ड्राइगन फ्रुट भनेको मान्छेलाई हरेक कुरामा फाइदा छ यो फलफुल महँगो पनि छ यो बिना सिजनमा 600-700 रुपियाँ केजीसम्म बिक्छ र सिजनमा 300, 400, 250 देखि माथि यसको मूल्य रहेको छ यो चाहिँ 1 बिघा 3 कट्ठामा बनेको भन्नुभयो अङ्कलले देख्न सक्नुहुन्छ साथीहरू यस्तो रहेको छ यो हिँडेर पुरै ठाउँ बाफरे बाफ कति खतरा छ होइन देख्न सक्नुहुन्छ प्राय ड्राइगन छ यहाँ कति राम्रो कति ठुलो अवा उता झ्याप्प छ यहाँ हेर्नु त घाँसमा डुबिसकेमा त यस्तो छ यहाँ यो ड्राइगन फ्रुट उत्पादन गरेको यो बगैँचा तपाईँहरूलाई म देखाउन सक्छु तराईतिर ड्राइगन फ्रुट आँप हुन्छ भने पहाड हिमालतिर स्याउ हुन्छ है यस्तो छ हेर्नुहोस् यहाँ धेरै व्यवसाय गर्नुभएको रहेछ एकजना अङ्कल हुनुहुन्थ्यो यहाँको सबै देखरेख गर्ने त्यस्तो रहेको छ ल हेर्नुहोस् हिँड्दै पनि म थाकिसकेँ यति ठुलो बगैँचामा बनाउनु भएको रहेछ ड्राइगन फ्रुटको बगैँचा हो यो ल हेर्नुहोस् यस्तो राम्रो छ ड्राइगन फ्रुट मान्छेलाई यो चाहिँ खेती नेपालमा भएको छ यो पहिला थिएन नेपालमा सुर्खेतमा गर्दाखेरि यति राम्रो ड्राइगन फ्रुट देख्न सक्नुहुन्छ साथीहरू तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ सिजनमा यो तपाईँहरूले प्रत्यक्ष यहाँ सुर्खेत नजिकै हुनुहुन्छ भने आएर आफूले किनेर खान सक्नुहुन्छ हेर्नुहोस् यस्तो रहेछ ड्राइगन फ्रुटको बगैँचा यति राम्रो छ यति ठुलो छ यसको त मेहनतको फल सन्तोषजनक भन्दा नि राम्रै भएको छ भन्नुहुन्छ अङ्कलले सबै थोक बुझ्दाखेरि ड्राइगन फ्रुटको यो खेती गर्ने उनीहरूलाई धेरै धेरै धन्यवाद ड्राइगन फ्रुटको बारीमा घाँस काट्दै हुनुहुन्छ यो घाँस त पुरै काट्ने हो ए हो त नि पुरै ठेक्का तपाईँहरू घाँस काट्दै घरमा लिने कि नमस्ते है नमस्ते म त यहाँ यसो ड्राइगन फ्रुट छ कि छैन भनेर आएको ड्राइगन फ्रुट सकिसके रहेछ 22 क्विन्टल बिक्री भइसके रहेछ है ल यता हाम्रो बुवा नाम के हो नमस्कार कति वर्ष हुनुभयो हो अहिले कति वर्ष भयो 8 साल पुगेको हो कति भयो बाबा चाहिँ घर मेरो यहाँ भाबाटोलो पहाडगढ जुम्ला हो क्या हो हो के थाहा पर्यो बुढा छेत्री हो 74 को बुवाले यति धेरै मेहनत गर्नु भएको छ मैले उहाँलाई सानो अब यहाँ ड्राइगन फ्रुटको बारीमा आउँदाखेरि भेटिहालेँ खुसी लाग्यो है घर परिवार सबै आरामै हुनुहुन्छ ए यता आमा हुनुहुन्छ ल आमा नमस्ते तपाईँ कति वर्ष हुनुभयो ए साउन 12 साल अहिले 83 भनेपछि तपाईँ कति वर्ष हुनुभयो थाहा हो ठ्याक्कै 69 हो अनि हजुर दुवैजना सँगै बस्नुहुन्छ घर यही हो चोकमा घर यो के ठेक्का हो होइन एकजनाको यो एकजनाको चोक एकजनाको पल्लो एकजनाको यहाँ जानाको छ यहाँ हो हाम्रो गाई छन् हो एउटा कोली बेचिदिन्छ कोही गएको आउने भएको छ के छ कोली छ चाहियो भने गाई ए त्यो बेएको छ नै कोली कोरी 22 महिना 21 महिनाको हो ल म बुवाहरूलाई सोधौँला उता कोही किन्यो भने एक महिना यो महिनाले 21 महिना पुग्यो चाहियो भने ल त्यसो भए हजुरहरूको बाली जान्छ 2-3 महिनामा अझै अब
त्यसो भए हजुर ल यता हाम्रो आमा हुनुहुन्छ यता बुवा हुनुहुन्छ ल काम गर्नु भएको छ ल ठिक छ खुसी छ नि खुसी मजा ज्यान आराम छ मैले ट्याक्क चक्लेट हालेर ल्याएन है अङ्कललाई चक्लेट खुवाउनु काम गरे आफ्नो ज्यान हल्का हुन्छ हो के भन्नुभयो कस्तो राम्रो कुरा गर्नुभयो विषय जति काम गर्न सक्यो त्यति ज्यान हल्का हुन्छ खाली बस्नुभन्दा अल्छी गर्नुभन्दा काम गर्यो भने स्वास्थ्यलाई पनि राम्रो रोग पनि नलाग्ने बसिरहेको भन्छन् बसिरहेको झन् ज्यान दुख्छ हो पहिलेको मान्छे बस्छन् छिट्टै बिमारी हुन्छन् छिट्टै मर्छन् तपाईँहरूको पालोमा बलियो ज्यान छ ए ल 70 वर्ष आमा पुग्दै हुनुहुन्छ 74 वर्ष उहाँ बुवा पुग्नुभयो घर परिवार छोराछोरी कतिजना हुनुहुन्छ 3 भाइ छोराछोरी आफ्नो आफ्नो ठाउँमा हजुर सबै जागिरै छन् देश राम्रो बने रहेछ कान्छी बुहारी जागिरे महिला विकासमा संस्थामा लागेको छ हजुर माइली बुहारी तल परमपुर पढाउँछ हजुर जेठ बुहारी नेपालमा पढाउँछ जेठो छोराले अटो चलाउँछ कान्छो छोरा बाबे चढ्छ सचिव गर्छ सचिव ए राम्रो माइलो छोरो ए बुवा मम्मीलाई त खुसी नै खुसी मिल्या रहेछ हैन त्यो अब छोराछोरी आफ्नो भयो नि बडाइहरूलाई फेरि मिल्दैन अनि खुसीको लागि पनि छुट्टिनु पर्यो यो रीतिरिवाज हो क्या गाई पाल्दासम्म आफू खाम गाई पाल्न छोड्यो भने अनि सँगै खाम्ला भनेर त्यो पनि भयो बाबा आमाले छोराछोरीको खुसी छोराछोरी मिल्छन् भनेपछि आफू होइन गरन्छ सकिन्छ गर्ने नगरिने सम्बन्धी आफ्नै हो ल्याउ खाऊ भन्ने त हो त हामीले खाने त अब यो अहिले गएर बरु छुट्टी भए खान्छौँ भोलि पनि छुट्टी पाउँछौँ अनि हाम्रो चाडबाड छ भने सबै माछा मासु ल्याउँछन् एकै ठाउँबाट सम्म बस्ने खाने त्यो भने मिलन पनि हुने भयो माया पनि हुने भयो होइन सबैको रीतिरिवाजै त्यही हो तपाईँ हामी भनेको खुसी हुनुपर्छ सबैभन्दा बाबा आमाको मन छोराछोरीले नदुखाओस् होइन र मिठो दिएर राम्रो दिएर हुँदैन सबैभन्दा खुसी बनाउने हो क्या छोराबुहारीले होइन हो खुसी लाग्यो ल आज हाम्रो यहाँ बुवा यता आमा यता अङ्कल ट्याक्क भेट भयो भलाखुसारी कुरा गर्न पायो जिन्दगी भनेको खुसी हुन सिक्नुपर्छ क्या र रमाउन सिक्नुपर्छ रमाइलो सँगै हामीले काम गर्ने हो कि होइन आमा हो खुसी लाग्यो ल यत्र भयो भलाखुसारी भयो फेरि यसो दाना लागेको बेलामा आम्ला है पाकेपछि आम्ला होइन खुसी लाग्यो घाँस पुरै काट्ने त होला खुसी लाग्यो ल यति हो हामी हजुर अब हिँड्न लाग्नु भयो नाच्ने होइन त